हेलो एन्ड नमस्ते सबैजनालाई, होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ टक्क कति बज्यो है? अहिले चाहिँ टक्क त्यस्तै 3:30 भइसकेको रहेछ होइन, 3:30 भइसकेको रहेछ होइन। अनि मैले चाहिँ आज बाहिरबाट गरेर चाहिँ यो चाहिँ साग लिएर चलेछ होइन, यसो होइन रिस उठ्छ कतिमा भएन। उता डोरेमन पनि रहेछ, त्यहाँ टक्क डोरेमन कति चल्दा भने। अनि त्यो अस्ति ल्याएको त्यो चरा थियो नि, त्यो अस्ति ल्याएको चरा खोइ, त्यो अस्ति ल्याएको चरा त्यहाँ हेर्न जाउँ होइन। त्यो टोपी गिफ्ट गर्ने मान्छे पनि यही मान्छे हो। अस्तिको चरा यहाँ पुरा यस्तो उड्नी सुड्नी भइसकेको छ होइन। त्यो चरा चाहिँ त्यो बाहिर चाहिँ त्यो गाडी साडी ल्याएर त्यो बाटो बनाइरहेको छ होइन। अस्ति चाहिँ आधी बनाइरहेको थियो, यता म बाहिर आइरहेको होइन। अनि जस आज चाहिँ छुट्टी हो नि त, अनि त्यही भएर त यसो घुमघाम गर्न आइरहेको होइन। यो दिने मान्छे पनि यही हो, अघि भर्खरै भनेको है मैले। अनि अस्तिको कन्सर्टमा को आउनु भयो, कस्तो भयो मलाई कमेन्ट गरिदिनु होला होइन। एक इसाराले पुग्छ क्या होइन। अस्तिको त्यो के अरे कन्सर्टमा को आउनु भयो, अनि रमाइलो भयो कि भएन होइन। मैले चाहिँ जो सब बेला भेटेँ होइन, भेट्न पनि पाएँ। मेन त मलाई कुमार सागर अनि त्यसपछि उजन सकेसँग भेट्न मन थियो, दुईजनासँग भेटेँ। अनि हाम्रो श्रीशेषमा त्यो के अरे के भन्छ त्यसलाई, बिहेमान बच्चा श्रीशेष महानन्द, उसलाई पनि भेटेँ होइन। जो सबजना चिल थियो, रमाइलो थियो हो अहिले। अनि हेलमेट चाहिँ यहाँ छ, हेलमेटको भाइजर साइजर सब फुटेर फेर्ने बेला भए मलाई डोनेसन गरौँ न, डोनेसन यार एकजनाले 1000 रुपियाँ दिए मात्रै बुझ्थेँ। अनि टक्क हेलमेट किन्थेँ कि म होइन। ठिक छ, अब भ्लगहरू आउँदै गरिरहेको छ होइन। अनि के कस्तो भइरहेछ तपाईँहरूलाई थाहा भएकै कुरा हो, भ्लगहरू हेर्नेलाई थाहा भइहाल्छ। जे होस् मैले त्यो धेरै पछि भ्लग हालेर देखेर धेरै पछि भ्लग हालेर होला भ्युजहरू बिस्तारै घटिरहेको छ। अब बिस्तारै बढ्छ होला होइन। सपोर्ट गर्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु, साथीभाइलाई सेयर गर्नु, अनि त्यसपछि मलाई मेसेज गर्नु है। अहिले त यमरी पनि आइसक्यो, अस्तिको यमरी अहिले चाहिँ पुरा है तातो बनाएर ल्याएको थिएँ। अहिले चिसो भइसक्यो पुरै। अब यो टक्क अब एकछिन बाहिर निस्किन लाग्यो मजा हामी चाहिँ होइन। अहिले पुरै सास पनि भइसक्यो क्या तपाईँको, हेर्नु न आकाशहरू कस्तो भइसक्यो। अनि मैले चाहिँ बाइक त्यहाँ राखिरहेको छु होइन। टक्क हामी नि यस्तो भाइको यसमा टक्क अनि हो जाऊ च्यानल सब्सक्राइब हान्न जाऊ। नाम राइट विथ एनमा छ जाऊ। ल बनाऊ नि त र ल हेरौँ खै, हेरौँ न, हेरौँ त ल, हेरौँ त खै। भाइको पनि भ्लग छ अरे, ल हेरौँ है त खै, ल हेरौँ ल। कहाँ ल यतै तलै बसेर देखाऊ ल, खै देखाऊ त ल। नेट कनेक्ट गरेर आउँछौ, तिम्रो पनि भ्लग छ खै, हेरौँ ल। भाइको पनि भ्लग छ, आमा खै ल। भाइको पनि च्यानल सब्सक्राइब गर्नु पऱ्यो है खै। ठिक छ एकछिन नै मेड फर किस ल खै हेलो भनिदियो नि त ल। हेर नि खै च्यानल सब्सक्राइब गर्नु पऱ्यो नि त तिम्रो नि होइन। यो चाहिँ साइकल राइडर होइन त, ल एकचोटि चलाएर देखाइदिन्छौ। भाइको पनि च्यानल चाहिँ रहेछ त्यो कत्रो ठुलो भइसकेछ अरे। अनि भाइको पनि च्यानल रहेछ होइन, ऊ त साइकल चलाउनु भाइको त्यहाँ भ्लग गरेर आएको। ठिक छ गर्नुपर्छ होइन, अहिलेबाट गऱ्यो भने राम्रो हुन्छ। अनि
टक्क मेरो साइकल त्यो साइकल हेरेर यो साइकलको कुरा गरेर ठुलो साइकल हो त्यो भन्दा चाहिँ होइन अनि टक्क बाइक यो अगाडिको यो अझै सक बनाउनु बाइक छ नि त अनि त्यही भएर अलि लिक हुन्छ नभए दामी चाहिँ बाइक चलाउनु स्मुथ छ झन् ब्रुम ब्रुम आवाज आउँछ होइन सो हामी चाहिँ क्राउन हान्न निस्किनु लाग्यो होइन अनि यो चाहिँ गार्जियन बेल टक 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 यसरी बज्छ यसले चाहिँ तपाईँको सेफ के भन्छ तपाईँलाई सेफ राख्छ यसले होइन यस बाइक चाहिँ दामी छ साउन्ड पनि मिठो आउँछ त्यो अलिअलि अगाडि चिजहरू चाहिँ अलि होइन सकहरू भाङ्गो भएर अहिलेको बाटो चाहिँ यस्तो बनाएर चाहिँ पुरै होइन बाइक चाहिँ उतै छ सो हामी चाहिँ यस्तो क्राउन हान्न जानु लाग्यो अनि दिप्सन बस्ने घर चाहिँ दिप्सन हो नाम चाहिँ तर दिप्सी भन्छ होइन यो ठाउँमा हो क्या उसको घर चाहिँ टक्क दिप्सन अस्ट्रेलिया अहिले चाहिँ अस्ट्रेलियामा गएको छ त्यो छोरो जस बोल्दा हुन्छ हामी अनि यहाँ आउँदाखेरि हाम्रो फर्स्ट भेट पनि यही भएको हो यताबाट उता काम छैन तिमीहरूको मैदेवीको चोक चाहिँ यसलाई भन्छ है त्यहाँबाट सेतो पुल यताबाट बाग बजार यताबाट मैदेवी अनि हामी अहिले चोकबाट भर्खर बाटो क्रस गरेर निस्किरहेको छ चाहिँ पुरै वान वे हो क्या तपाईँको पुरै वान वे यताबाट उता गयो भने निकै भन्दैन तर ट्राफिक हुनु भएन तपाईँ चिट हालिदिन्छ कस्तो सानो गाडी राम्रो क्युट देख्छ क्या है यत्रो सानो जस्तो हुन्छ नि त्यो के त एउटा मात्र ढोका भएको त्यो गाडीहरू झन् दामी हुन्छ क्या है यहाँबाट चाहिँ हामी एक राउन्ड हान्न निस्केको ढक्क अनि त्यहाँ मैदेवीसम्म जान्छौँ त्यहाँबाट फर्किन्छौँ किनकि राति भए पनि बाइकमा गयो भने छातीमा हान्छ बाइकमा गयो भने राति त्यो चिसो हावाले हान्छ नि त छातीमा अनि त्यही भएर चाहिँ चाँडै घर जान्छौँ अनि त्यहाँबाट ठ्याक्क यहाँबाट कति 5 मिनट त होला नि होइन यहाँबाट 5 मिनट होला ठ्याक्कै होइन जानुपर्ने मैदेवी 5 मिनट छैन है 2 मिनटपछि मैदेवी पुग्छ ठ्याक्कै म चाहिँ मैदेवीको बाहिर पुगिसकेँ त्यहाँ देख्न सक्नुहुन्छ टक्क मन्दिर चाहिँ बाहिरबाटै ठोकेँ मैले भित्र गएँ होइन एक्लै झ्याउ लाग्छ क्या मलाई रातो पुलाउँछ यताबाट तल गयो भने चाहिँ अनि उयो दाइकोमा नि आउनु पऱ्यो यो दाइकोमा दामी पाउँछ टी सर्टहरू चाहिँ होइन जस मैले यहीँबाट किन्दा हुन्छ क्या टी सर्ट चाहिँ यो दाइकोमा आउनु पऱ्यो टक्क के छ हाम्रो नाम निर्वाणा अनलाइन स्टोर है यो दाइकोमा टी सर्ट दामी पाउँछ अस्ति किनेर गएको थिएँ होइन हजुर दामी क्वालिटी राम्रो थियो इभी तर यो त ट्याक्सी हो नि होइन ए होइन भिवाइडीको रहेछ यार आमामा मैले त ट्याक्सी देखिरहेको त्यो अगाडि लोगो नदेखिन्छ सेम त्यस्तै खाले ट्याक्सी थियो नि त भिवाइडी ट्याक्सी थियो सरी उता अगाडि पनि भिवाइडी रहेछ यार यो ठाउँमा धेरै जस्तो भिवाइडी मात्रै छ जस्तो क्या यो ठाउँमा हेर्नु ल भिवाइडी अगाडि पछाडि पनि भिवाइडी यस तपाईँको ठ्याक्कै मेन रोड होइन त्यहाँबाट अगाडि त्यो उकालो जस्तै देख्नु भएको छ कि छैन तपाईँले होइन मेरोमा अहिले क्यामेराले भ्याउँदैन रहेछ त्यो उकालो जस्तै त्यो चाहिँ तपाईँको रातो पुल होइन अनि हामी चाहिँ माथि यता मैदेवी हुँदै यता रातो पुल निस्क्यो जस्ट एक राउन्ड हान्न निस्केको किनकि छुट्टीको दिन मात्रै हो नि हान्ने अनि यता मैले कतानिर यो बाइकको सोरुम देखाएको थिएँ उता अगाडिको त्यो होइन के को टिभीएसको यता मैले अस्ति त्यो एउटा कुन बाइक रे त्यो ब्लू कलरको डट बाइक छ नि ब्लू कलरको हो त्योवाला देखाएको थिएँ कि मैले कस्तो राम्रो थियो यार यता लाइनै 3टा राखिरहेको थिएँ यतानिर ठ्याक्कै होइन 3टा लाइनै राखिरहेको थिएँ क्या यो चाहिँ मैले सेल्फीबाट खिचिरहेको त्यही भएर मैले हेरिरहेको छु तपाईँहरूले नि हेरिरहेछ किनकि तपाईँहरूको आँखा छ नभए तपाईँहरूले देख्दैन किनभने आँखा भएपछि सबैले देख्छ पारा हामी फेरि मैदेवी ठ्याक्कै पछाडि उता छ मन्दिर पछाडि पुगिसक्यो हामी घुमी फेरि होइन अब घरतिर लाग्छौँ है त
द नेक्स्ट डे अनि हिजो चाहिँ हामी टक्क तपाईँहरूलाई थाहा भयो होला अगाडि भ्लग हेरेर हामी चाहिँ राति राइड गएको थियो अनि राइडले गर्दाखेरि पनि तपाईँको हात चिसो भइरहेको थियो कि राति झन् स्वयम्बु गएको थियो अनि त्यो चाहिँ के भयो भन्दाखेरि चाहिँ बाइक चलाउँदाखेरि हात कक्रक्को भयो क्या त्यही भएर चाहिँ भ्लग बनाइन आउनु बित्तिकै सुत्दिएको अनि सो आज भेटिरहेको छु होइन अब आजको लागि चाहिँ यति नै के कस्तो भइरहेछ ब्लगहरू मलाई भनिदिनु होला होइन अनि त्यसपछि थाहा हुन्छ क्या होइन ल आजको लागि चाहिँ बाई बाई